नाइस सट गाजा ट्राफिक छ आकाशमा आज रमाइलो छ एकदम ल साथीहरू हजुरहरूलाई मेरो नयाँ ब्लगमा जोड्न स्वागत छ है ल हामीसँग छैन आज नयाँ पात्र होइन मेरो ब्लगमा बस्नु यो मेरो परम मित्र मिलन होइन उसको नाम चाहिँ मिलन हो ऊ चाहिँ मेरो ब्लगमा फर्स्ट टाइम पनि किन मैले भ्लग मेरो 2-3 वर्ष भयो र ऊ घर आएको 9 वर्षपछि ऊ 9 वर्षपछि घर आएको अहिले होइन दसैँभन्दा अगाडि नै घर आएको अहिले दसैँ सक्यो र अहिले म पनि अलिक फ्री नै छु ऊ पनि फ्री नै छ त्यो हामी दुईजना भएर आज पोखरा घुम्न जानु हामी त अहिले त हामी डमले आइपुग्यो हामीले डमलेबाट ब्लग सुरु गरेको बिस्तारै हजुरहरूले बाटोहरूमा देखाइन्छ कहाँ कहाँ के गरिन्छ सबै कुरो देखाइन्छ त ल स्टे ट्युन है रमाइलो गर्न चाहन्छु सबै कुरो हेर्नु होला त्यही भन्छु होइन म के भन्छ अहिले भन्न लागेको आधीबाट आइपुग्यो नयाँ सिद्धा है धमाधम काम भइरहेको रहेछ जलपाइगुडी साइडमा होइन गाइस हामी पोखरा छिरेका छौँ हामीलाई 1 घन्टा 1.5 घन्टा लाग्यो है 1.5 घन्टा जस्तो लाग्यो होइन पोखरा छिर्ने साथ धुवा धुलो पनि सुरु हुन थाल्यो चाउँथे रहेछ भएको नाम चाहिँ है अनि यहाँ बाटो बनिरहेको भएर होला यसो धुलो भएको चाहिँ ल साथीहरू हामी चाहिँ अहिले रिक्सामा सामान्य यसो घुम्न गएको छौँ अब कामहरू भ्याम अनि हजुरलाई देखाउँदा अहिले है सबै कुराहरू कस्तो फिलिङ आइरहेको अप्ठ्यारो लागिरहेको साथीहरू धेरै भोक लाग्छ होइन हामी चाहिँ भर्खर अनि बाइक पार्किङ गरेर अनि खाजा खान लाग्यो अब हाम्रो चाहिँ बल्ल फ्राई मोमो आहा अनि अरू अर्डरहरू आउँदैछ है ल अब चाहिँ हामी खाजा खाँदै लाग्छौँ है खाजा खाएर के गर्ने गरेर जाने प्रोग्राम गर्नु होला अहिले चाहिँ हाम्रो चिकन टिक्का आइपुग्यो है हामी चाहिँ अहिले एससी मोटो आइपुग्यो होइन एससी मोटो क्याफे हो क्या नाम देख्छ होइन हामी चाहिँ यहाँ सरबज्योतिको बाइक कलेक्सन यहाँ 2-4 बाइकहरू चाहिँ हेर्थ्यौँ है यो चाहिँ डुकाटी मल्टिस्टार 1200cc है सबै बाइकहरू सेलमा रहेछ यसको प्राइस रहेछ 40 लाख रहेछ यो चाहिँ एम्बी अगस्टा के हो टुरिज्म भ्यालेज चाहिँ टुरिज्म भ्यालेज चाहिँ होइन यो चाहिँ 800cc को यसको चाहिँ यो पनि सेलमा 32 लाखको है यो चाहिँ र यो चाहिँ मल्टिस्टार के एम्बी अगस्टा ब्रुटाले 800cc होइन यो चाहिँ लुइस ह्यामिल्टन एडिसन होइन है यो होइन यो चाहिँ एम्बी अगस्टा ब्रुटाले 800cc 800cc को है यो पनि सेलमा छ 50 लाखमा यो चाहिँ 800 RR है यो चाहिँ नेकेड 20 टकाको एम्बी अगस्टा ब्रुटाले 800 RR 800cc इटालियन हो सब यिनीहरू इटालियन कम्पनीहरू अनि यता छ यो चाहिँ ट्रम टाइगर यो 800cc होला यो चाहिँ कुनै इन्डियनसँग सेकेन्ड ह्यान्डमा किनेर राखेको जस्तो छ होइन अथवा नेपालमा त बिग्यो क्या अनि यहाँ CBR 1000 CBR चाहिँ क्र्यास भएर चाहिँ यहाँनिर हेर त यस्तो भएर चाहिँ क्र्यास भएर बुढो मुस्ताक नामतिर क्र्यास गरेँ क्या CBR 1000 RR कि 5 ब्लेड RR म कन्फिन्स छु त्यो CBR 1000 RR 5 ब्लेड अनि यो चाहिँ आइरन म्यान अनि हर्दामा वाह चाहिँ ड्रिम हो क्या ड्रिम पाइछ हामी नि भोलि सक्सेसफुल भयो भने यस्तै गर्नुपर्छ है म चाहिँ एकदम बाइक लभर हो है
अनि यता चाहिँ अलि यता चाहिँ हामीले सेलमा पनि छ क्या अलिअलि हेर न यस्तो यस्तो हो कि उसको एकदम फ्यान हो कि उता त के भन्छ यो एभेन्जर्सहरूको कस्मिक के भन्छ अरे ल मार्बलको एकदम फ्यान हो कि हल उता आइरन म्यान देख्यो तिमीले यता हल छ अनि क्याप्टेन अमेरिकाको सिल छ होइन बाइककोहरू छ यिनीहरू चाहिँ किन्न पनि पाइन्छ होला आइरन म्यान त यो पखान तिमीलाई आएको देखाउँछु कि सायद यिनीहरू हेलमेट होला यो जर्सीहरू सबै सेलमा भयो यिनीहरू चाहिँ टोय कारहरू पनि सेलमा होला एस्टिमेट भयो यता अब हेर्न यहाँ आइरन म्यान देखाएको देखाएन ल त्यहाँ आइरन म्यान मेन त्यहाँ रियल आइरन म्यान सिबी 4000 पुरानो मोडल एकदम यो चाहिँ एमबी अगस्टा F3 यो चाहिँ ब्ल्याक कलरमा र यहाँ छ के हो एमबी अगस्टा भन्ने पनि एमबी अगस्टा ब्रुताले 1090cc 1090cc एमबी अगस्टा ब्रुताले 1090 4 स्ट्रोक 4 सिलिन्डर 107cc 144 हर्स पावर रहेछ एउटा बाइक चाहिँ माथि ट्याक्कै यसो झुन्डाएर राखेको छ सोपिसको लागि होइन त्यो चाहिँ सेलमा हो किन थाहा भएन गाडीको बाइकको लाइट पनि बलिरहेको है डेकोरेसनको लागि होला दामी छ ऊ पनि कालो एउटा कफी अर्डर गरिदिनु त र यहाँ चाहिँ भिन्टेज बाइक छ है यो चाहिँ पुरानोलाई चाहिँ मलाई त्यति चिन्दिनँ हन्डा CC 125cc लेखेँ है यो चाहिँ जमानाको सुपर बाइक होला कि है गालु आजभन्दा 20-25 वर्ष अगाडि यो सुपर बाइक थियो कि होइन 750cc रहेछ CBX रहेछ त्यो चाहिँ नराम्रो बाइकमा गरिन्छ होला यो चाहिँ जमानाको सुपर बाइक हो कि यो चाहिँ अनि यो पनि 650cc रहेछ हन्डाको यस्तो पुरानो चाहिँ म त्यति चिन्दिनँ नयाँ चाहिँ म खुब हेर्छु चिन्छु नयाँ बाइकहरू चाहिँ एम्बियन्स पनि खतरा छ यत्रो ठुलो टिभी छ यहाँ 650cc यो पनि कस्ट्युम हन्डा 250 कस्ट्युम लेख्यो है त राम्रो छ नि भिन्टेज मोडल टाइपको छ त्यति धेरै पुरानो नै होइन होला राम्रो हो यहाँको ड्रिम हो क्या ड्रिम म पनि एकदम बाइक लभर हो है सानोदेखि एकदम बाइक मनपर्छ तर 2-4 बाइक त चढ्यो तर यस्तो लेभलको चढ्न सक्यो छैन भोलि पैसा कमाइ हुन्छ ड्याक्कै कलेक्सनमा राख्नुपर्छ 2-4 अरब कमायो भने करोड पनि होइन नाइस सट कालु हान्दै रहेछौ त कालु हान्दै रहेछौ त माथिको डेकोरेसन यो साथीहरू है ल साथीहरू हामी चाहिँ अहिले चाहिँ ट्याक्क होइन तरको राति भए पनि खासा खाएर यसो होइन लेकमा आएको समय लेकमा डुङ्गा चढ्ने ठाउँमा डुङ्गाहरू त अहिले बन्द भइसक्यो अनि हामी यत्तिकै हेर्न लगाएको है यहाँको चहलपहल कतिको छ भनेर त्यही पनि मान्छे हुन्छ झिल्मी छ रमाइलो छ प्रकृति मान्छेहरू हेर्ने मान्छेहरू बस्ने मान्छेहरू है ट्याक्क तारको बिचमा नि बत्ती बल्छ सबैतिर बत्ती उता झिल्मी दायाँ दायाँ सबै रमाइलो छ है अब चाहिँ हामी त्यहाँ भित्र छिरेर वाक गर्छौँ एकछिन आऊ वाक गर्नु जानु एकछिन है वाक हानेर एकछिन यता निस्किनु चिया हानेर गरेर बियर खा चियाको लागि गाइस हामी चाहिँ चिया हान्दिनु लाग्यो है धेरै गुलियो चाहियो भने टेस्ट गर्न थपिदिन्छु नत्र चिया ठिक्क हुन्छ म त ठिक्क एकदम एक्युरेट छ दिदी ल धन्यवाद मिठो चियाको लागि मसँग चिया खानेहरूलाई त्यो भएन भन्नु लागि हस् एकदम एक्युरेट छ होइन अरूको कम हुन्छ
त्यही भएर मसँग खानेहरूले चाहिँ फेरि अर्को दिन नि खोज्दै खानुहुन्छ मिठो खालको चाहिने एकदम मिठो खालको चिया ठिक एकदम चिया खाने असली हजुर धन्यवाद ल अब हामी यहाँबाट छिर्छौँ यहाँबाट छिरेर उता निस्किन्छ कता हो चालु ल गाइस अब यस्तो होइन चिया लिएर चिया र अब चिया खाने टक्क भयो खान्छौँ हामी यहाँ कस्तो जाडो भएको है आलु जाडो भएको उसले ज्याकेट लगाएँ मैले पहिला ज्याकेट लगाएर थिएँ वहीँबाट ल यहाँ सबैजना टन्ने हुन्छ वाक गर्ने र हामी पनि एकछिन वाक गर्छौँ एकछिन यहाँ बस्छौँ हावा खाँदै भ्यू इन्जोय गर्दै बस्छौँ है त्यहाँबाट चाहिँ अनि मेन लेक साइड मेन चोकतिर जानु पर्ला ह्याप्पनिङ एरिया त्यसपछि चाहिँ नि अहिले यहाँ बस्छौँ पिस एरियामा अनि ह्याप्पनिङ एरियामा जानु पर्ला त्यसपछि ल साथीहरू हामी चाहिँ इन्जोय गर्दैछौँ रातिको लाइभ हेर्नु है यहाँ चाहिँ लाइभ हुँदो रहेछ लाइभ म्युजिक ल फेरि नदेखाने फेरि कति आफ्नो बोयफ्रेन्ड गर्लफ्रेन्डसँग आउँछ नि नदेखाने मान्छेहरूले गाह्रो हुन्छ यहाँ हेर्नु साथीहरू नेचर भने नेचर छ पिस भन पिस छ अनि मोडर्न सिटी भने मोडर्न सिटी छ जे भनौँ त्यही छ कि यहाँ साथीहरू हामी चाहिँ ऊ त्यो साइडबाट घुमेर यस साइडमा आइपुग्यौँ है एकतिर अर्कोतिर अर्कोतिर आइपुग्यौँ है र छाटै छातो भएको ठाउँमा छौँ हामी होइन यहाँ झन् ह्याप्पिङ रहेछ यहाँ चाहिँ एकदम मान्छेहरू भिड एकदम क्राउड रमाइलो छ है ल साथीहरू म चाहिँ लेफ्ट साइडको मिठा पान खाँदैछु होइन यहाँ माल चाहिँ थोरै हाल्नु रहेछ हाम्रो दाइले अहिले मजाले माल हाल्नु दाइ यही हो नि अन्त मुख अड्छ नि मेरो मुख देखिया क्यामेरामा उज्यालो आयो एकदम राम्रो ल साथीहरू म पान अब मुख हाल्न गएको छु ठिक छ एड्रेस छ कति हो 80 रुपियाँ 80 रुपियाँ 80 आमा गाइस हामी चाहिँ अहिले क्याटकमा छिर्यौँ है ल म चाहिँ त्यसमा आएको थिएँ के अरे 16मा आएको थिएँ क्याटक चाहिँ आइदिने है त तान्ने खोल्ने हो बल्ल रमाइलो आयो जाने गाली हामी चाहिँ अब निस्किन लाग्यो है धेरै बेर नाचिएर रमाइलो गऱ्यो अब चाहिँ हामी हाम्रो निस्केको अब हामी हाम्रो रुमतिर जान्छौँ है हाम्रो स्कुटी कहाँ लगाइहाल्थ्यो हाम्रो स्कुटी कता हौ कसैले लैदियो म देख्दिनँ त्यहाँ यतै कता हाम्रो नयाँ नयाँ स्कुटी गायब भइगयो खोजौँ है पहिला ल साथीहरू ल गाई चाहिँ अहिले चाहिँ हामी उठिसकेको छौँ यसलाई चाहिँ फ्रेस हुनलाई कहाँ होइन नुहाइदिए गर्दैछौँ म चाहिँ नुहाइदिए गरिसकेको छु है त ल अब हाम्रो ट्याक्कै बाल्कुनी छ होइन हाम्रो बाल्कुनीबाट यस्तो दामी भ्यू आउँछ कि हाम्रो होटेल रुमको बाल्कुनीबाट आज यस्तो दामी वेदर यस्तो क्लियर छ हेर्नु है यस्तो दामी क्लियर छ वेदर आज आहा हेर्नु त कति रमाइलो आमा आकाश पनि निलो है सफा आकाश हिमाल पनि पुरै सफा देखियो यहाँबाट अलि छेकियो होइन अहिले अर्कोदेखि ठाउँमा गएर हजुर आउँछ त्यो हामीलाई है हिमाल पनि भब्बा देखियो अनि सरङ्गको डाँडो देखिरह अनि हेर्नु आज प्याराग्लाइडिङ गर्ने कति छैन आज सरङ्गको डाँडो हिमाल प्याराग्लाइडिङ आज बिहान नै होइन हामी भर्खर उठ्यौँ यति धेरै आज प्याराग्लाइडिङ गरिसक्यो हाम्रो बिहान त आज लास्टै क्राउड छ स्काईमा आज ट्राफिक छ आकाशमा आज रमाइलो छ एकदम अनि हेर्नु हाम्रो यस्तो
राम्रो राम्रो होटलहरू बिल्डिङहरू यति राम्रो राम्रो होटलहरू छ यहाँ होइन पछि हामी यहाँबाट निस्किन्छौँ होइन हामी ब्रेकफास्ट चाहिँ गरेँ होइन हामी चाहिँ बाहिरै गएर ब्रेकफास्ट गर्छौँ है अब यहाँबाट सायद हिजो खाएको रेस्टुरेन्टमा गइन्छ होला इन्डियनमा ल साथीहरू अहिले चाहिँ होइन हामी बल्ल ढिलो भयो होइन धेरै भोक लाग्थ्यो अहिले चाहिँ हामीले अब ब्रेकफास्ट खाना ब्रेकफास्ट भने पनि खाना भने पनि यही हो है अब अलि अगाडिको खाना लाग्यो हामीसँग छ करी कुन करी हो चना करी हो चना मसला करी चिकन बिरयानी र हाम्रो गार्लिक नान आउँदैछ है त्यही हो ल अब हामी खाना खान्छौँ खाना खाएको चाहिँ के देखाउने है ठिक छ अब नान पनि आइपुगेको छ नान हान्नु त अब एक बाइट नान टेस्ट हानिदियो होला नि त कढीसँग चिकन कढी बटर कढी सो ही इज गोइङ टु ह्याभ द कढी विथ द मसला हाउ इज द टेस्ट हाउ इज द टेस्ट साथीहरू है हामी चाहिँ ल इन्जोय गऱ्यो पोखरामा रमाइलो गऱ्यो है अब हामी चाहिँ फर्केको ल कस्तो भयो रमाइलो भयो ल अब चाहिँ हामी फर्केको अब चाहिँ हामी अहिले दामी छ अलिक यहाँ धुवा धुलो छ अहिले हल्ला छ होइन आवाज मेरो आएको अब चाहिँ हामी चाहिँ हिँड्यौँ है हामी चाहिँ अमरसिंह चौकी आइपुग्न लागिसक्यौँ अब एकैचोटि डुम्रे पुगेर देखाइन्छ होला